नमस्ते सबैजनालाई। हामी चाहिँ आज फेरि मोमो बनाउने रे पर अनि मोमो बनाउन जाँदैछौँ। तपाईहरुलाई म देखाउने नै छु गाइजहरु। केको मोमो बनाउने केको मोमो बनाउने खै पोर्क के बनाउने रे मोमो परमाइ पोर्क के स्टाइलको पोर्क हैन पोर्क बनाउने रे नि। ऊ ज्वाइँले चाहिँ के भन्छ अलि छिटो छिटो मोमो बनाउनु हुन्छ नि त, त्यही भएर ज्वाइँकै खाता छ अरे पर। अनि त्यही भएर मलाई माइजूले भन्नुभएको म चाहिँ बिरामी छु, त्यही भएर म चाहिँ खासै काम नि गरेको छैन। कति भइसक्यो अनि हामी चाहिँ अहिले जाँदैछौँ। तपाईँले लेटाङ भन्ने ठाउँ कस्तो मनपर्छ कि मन पर्दैन हो? लेटाङ भन्ने ठाउँ मनपर्छ कि मन पर्दैन हो? कहाँ मनपर्छ? म त गर्मी चाहिँ यति छ कि साथीहरू कुरै नगरौँ गर्मी चाहिँ गर्मी छ धेरै साथीहरू। हामी चाहिँ अनि जाँदैछ अनि उयो भन्दै हुनुहुन्छ धेरै उयो के भन्नुहुन्छ सबैजना भेला भएर मोमो खाने रे, अनि त्यही भएर हामी जाँदैछौँ। मम्मी चाहिँ आउनुहुन्छ होला पछाडि साथीहरू, म देखाउने नै छु तपाईहरुलाई। हामी यहाँ मोमो बनाउन आएको। हाम्रो कान्छीले प्याज काट्दै हुनुहुन्छ। यति भइसक्यो, अर्को त भइसक्यो है। यो चाहिँ के हो? यो चाहिँ कोसेली पहाड किमा पोर्कको किमा रेडी बनाउनु भएको छ। यहाँ चाहिँ चिकनको लागि बाम बाहिर बेल्दै हुन्छ। यहाँ मोमो बनाउने रे बाहिर। हजुर यो ब्याकग्राउन्डमा कति राम्रो आउँदो रहेछ हौ लिएर। राम्रो बनाउनु न, मैले साह्रै नराम्रो बनाउँछु। चिकन सुँगुरको कस्तो अनि कुखुराको मगाउने चाहिँ कसरी सुनेको के सुँगुरको पर्छ नि त्यो
केजी अन्त यो अलिक ठुलो बनाउनुपर्छ होला डल्लो लोन अन्त यात्रोलाई घरमा त हिँडै लाग्यो मजाले भन्नु किन हाँस्छ यहाँनिर आइज उपल्लो उब्लेर फाइनली मोमो बनाउने कार्यक्रम पनि हुँदैछ है। यो चाहिँ पाकिसक्यो, अब म चाहिँ निकाल्छु है त कस्तो हुँदो रहेछ। मिठो भएछ मोमो। निकाल्नै पर्छ। मैले बुहारीले बनाउँदिन्छ मोमो चाहिँ दामी दामी। यो निकाल्नुपर्ने हो। कस्तो मिठो त मिठो छ नि। मोमो बनाइसकेको छैन है, अझै नि भित्र चिकनको छ। यहाँ यत्रो भइसक्यो, यहाँ अझै पनि हेर्नु यो चाहिँ पाक्यो होला। हुन्छ मामा, अझै नि छ है भाइ, भित्र नि छ नि। बस्नु चाहिँ मोमो बाट्दै हुनुहुन्छ है। मोमो बाट्ने कार्यक्रम। अस्ति मिठै थियो कि भए खान्छु म नखान ल। एकछिन खायो भने म उफे खान्छु।
भाउजू खोइ भयो नानीले भात खुवाउँदै भात खुवाउँदैछ नानीले यता सुन्नु लु पस्काउनु नि दुईटा हात खाऊ न हामी चाहिँ खाका निस्किन्छ पर बारी माइलबारी यहाँ परको चाहिँ पाकेको परको चाहिँ कि छैन मलाई त के थाहा हो परको पाकिरहेछ हजुर पर सबैले सबैले खन्याएको जस्तो लाग्छ अलिक सेलाइ गयो नि भन्नु त पर चाहिँ कसले हेर्दैछ मामा ए अझै छ अन्त हो त्यो चाहिँ खानु भनेर उयो गरेको अलिक सेलाइहाल्छ नि सुप भर्खर हुँदैछ सुप त खै अनि कति अनि ड्याडी सुप पनि छ र कतिखेर कतिखेर लिँदै गर्नु मिली सेलाउँछ हुन्छ म एकछिन हुन्छ हुन्छ यही हुन्छ म भिडियो गर्ने हो हुन्छ 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 भयो भयो हुन्छ भोलि केही हुँदैन बस्या बस्या अब चाहिँ खाइसक्यो